तपाईँहरूले जुन हिजो त्यत्रो साह्रो गर्नुभयो, अब तपाईँहरूको राजा आयो त। त्यस्तो खालको चाहिँ नि जुन अराजक शैलीमा तपाईँहरूले आन्दोलन गर्दाखेरि राजा आउने हो भने त 4-5वटा बिल्डिङहरू आगो लगाउँदा भइहाल्थ्यो त नि, होइन र? तपाईँहरूको शर्त पुरा हुन्छ भने त। नत्र त तपाईँहरूले शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ नि त। अब हुन त तपाईँहरूको कमान्डर नै त्यस्तो छ, आऊ 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 भनिरहेको थियो। सुरक्षाकर्मीहरूको शरीरमा लागेको चोटहरू देख्दाखेरि उहाँहरू आफू बच्नको लागि जुन खालको ढाला भाटाहरूको चाहिँ नि सेफ्टी लिइराख्दाखेरि तपाईँहरूको मनमा चाहिँ नि अलिकति पनि भएन कि उहाँहरू पनि एउटा मान्छे हो, होइन? उहाँहरू पनि बाँच्नुपर्छ भन्ने खालको अलिकति पनि मनमा लिनुभयो जस्तो मलाई लागेन कि। वास्तवमा भन्ने हो भने त उहाँहरू त एउटा आफ्नो ड्युटी, आफ्नो जिम्मेवारी पुरा गरिरहेको मान्छेहरू हो नि त। त्यत्रो साह्रो चाहिँ नि तपाईँहरूको त्यत्रो साह्रो सोचेर उहाँहरूप्रति त्यस्तो खालको इँटाहरू ढुङ्गाहरू बर्साउनु पर्छ भन्ने चाहिँ थिएन होला जस्तो लाग्छ। चोरेको लुटेको चाहिँ नि एउटा जुनार पनि बोक्नै पर्ने, एउटा स्याउ पनि बोक्नै पर्ने। त्यो मलाई लाग्छ त्यो मान्छेलाई खानु मन लागेर त्यसले बोकेको होइन होला के। त्यो जुन हुन्छ नि चोर्नुपर्छ लुट्नुपर्छ भन्ने जसले भावना बोकेको छ, त्यो भावनालाई चाहिँ नि अलिकति सान्त्वना दिनको लागि बोकेको होला कि। नभए एउटा स्याउ एउटा जुनारहरू त माथिल्लो नेपाली समाजमा, होइन, माथिल्लो घर फुत्लुक्क निस्क्यो भने तपाईँको चाहिँ नि हामीले फ्रिजबाट निकालेर खानु पनि मिल्छ कि। तर लास्टै हिजो चाहिँ देखियो। र अन्तिममा तपाईँहरूलाई भन्न चाहन्छु फेरि पनि आफ्नो विचारको आन्दोलन गरौँ, होइन? त्यस्तो खालको चाहिँ नि जुन हिजोको जस्तो अभद्र शैलीमा त्यस्तो खालको आन्दोलन नगरौँ।